नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। जनकपुरधाममा कारले मोटरसाइकललाई टक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर 9 थापा चोकमा आज बिहान 21:33:43 नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश 2 ज 5694 नम्बरको मोटरसाइकललाई टक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ। धनुषाको शहीद नगरपालिका वार्ड नम्बर 8 घर भएका 32 वर्षीय रोहिता जनकपुर अनलाइनका सञ्चालक तथा मकालो खबरमा कार्यरत थिए। मोटरसाइकलको पछाडि सवार 25 वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरधामको सीता अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभयो। पछिल्लो 1 महिना दुर्घटनामा परि धनुषाका 2 पत्रकारको मृत्यु भएको छ। केही साता अघि पत्रकार विनय कुमार यादवको मोटरसाइकल दुर्घटना भएको थियो। यी दुवै घटना शङ्कास्पद रहेको भन्दै पत्रकारहरूले सूक्ष्म छानबिनको माग गरेका छन्। शीर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति जुटेको छ। शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरूको बैठकबाट सो सहमति जुटेको हो। यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्ने बारे स्पष्ट भइसकेको छैन। नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै आएको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताउनुभयो। उहाँले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताउनुभयो। सकारात्मकै छलफल भएको छ। त्यसो भएको हुनाले सकारात्मक रूपले नै अगाडि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ। अब समिति बनाएर जानुपर्छ नै भन्ने कुरा हो। त्यसमा सबै सहमत भएकै अवस्था छ। सँगसँगै अब समितिको कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ र समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूका बिचमा समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ भन्ने हामीलाई लागेको छ। त्यसै कारण यस अर्थमा सकारात्मक छ समिति। प्रमुख सचेतक लेखकले टिओआर भन्ने कार्यदलले आइतबार बनाउने बताइएको छ। समिति बन्ने भएसँग आइतबारको संसद सहज रूपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो। सत्तारूढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलाले नेपाली काङ्ग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनु भएको छ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ 3 गते बिहीबार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको प्रयास गरेको उल्लेख गर्दै उहाँले काङ्ग्रेसले संसदमा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढङ्गले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गर्नुभएको हो। शनिबार काठमाडौँमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बार्तोलाले पार्टी अध्यक्ष ओलीमाथि काङ्ग्रेस उपसभापति गुरुङले संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य मान्यताको नै खिल्ली उडाएको बताउनुभयो। उहाँले संसदमा काङ्ग्रेसले सत्ता पक्षको आसन्नमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने बताउनुभयो। यो हामीले उहाँहरू लगाएको आरोप होइन। उहाँहरूले संसदमा गरिरहेको हरकत हेर्नुहोस्। संसदमा सत्तापक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने राम्रोसँग व्यवस्थित त्यो डिफाइन गरेको हुन्छ, आसन निर्धारण गरिएको हुन्छ। तर प्रमुख प्रतिपक्षका साथीहरूले ओइल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन। नारा लगाउनु भएको छ, हामीलाई आपत्ति छैन, यसमा गुनासो छैन। तर सरकारका आसनमा आएर, उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ, यसले संसदीय इतिहासमा, संसदीय राजनीतिको इतिहासमा
संसदीय परम्परामा यो एउटा कालो दिनको रूपमा अस्तिको घटना रह्यो हाम्रा सदस्य अध्यक्षमाथि। प्रमुख सचेतक बारतोलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रिय राजनीतिक तामासा भइरहेको बताउनु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय राजनीतिमा अत्यन्तै व्यस्त भएको बताउनुभयो। उहाँले राष्ट्रिय राजनीतिमा आफूहरूलाई व्यवस्था गरिरहेको आरोप समेत लगाउनुभयो। उहाँले राजनीति दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताउनुभयो। उहाँले देशको राजनीति स्थिरता भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टहरू बीचको एकता र साझेदारी नयाँ उचाइमा पुग्नुपर्ने समेत बताउनुभयो। तमासा हेरेर बस्ने मान्छे मात्रै पर्यो। त्यसो भएको हुनाले चाहिँ हामी यी सबै घटनालाई यसो निहालिरहेका छौँ, अवलोकन गरिरहेका छौँ। नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो, यो सबै कुराहरूको सन्दर्भमा पनि राम्रो दिशामा यो देशको राजनीति अगाडि बढोस्। हामी चाहन्छौँ यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिस्टहरूको बीचको एकता र समझदारी एउटा नयाँ उचाइमा पुगोस्। सबै किसिमको सङ्कटतालाई परित्याग गरेर अघि बढ्न सकोस्। यो ऐतिहासिक दस्तावेजले एउटा शिक्षा के दिएको छ भने हामीले अगाडि बढाएको निर्माण गरेको त नभनौँ तर अध्यक्ष नेपालले कम्युनिस्टी आन्दोलनलाई अघि बढाएर लैजान ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो पार्टीले उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्ने कुरा गलत भएको दावी गर्नुभएको छ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा काङ्ग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गर्नुभयो। उहाँले बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने काङ्ग्रेसको आह्वान पनि बोल्न नचाहेको नेता कोइरालाको भनाइ थियो। उहाँले उप प्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताउनुभयो। उप प्रधानमन्त्री एवं भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्ने भन्ने उहाँले नमिल्ने नेता कोइरालाले बताउनुभयो। उहाँले उप प्रधानमन्त्री लामिछानेले आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने धारणा राख्नुपर्ने बताउनुभयो। बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ, होइन भने हामी एकचोटि तपाईँले बोलेको कुराहरूलाई खण्डन गर्छौँ भनेर भन्दा त्यो स्वीकार्य भएन। अब के गर्ने? हामीहरूले राजीनामा पनि मागेका छैन। राजीनामा हामी भन्दैनौँ। हामी त के भन्छौँ भने उहाँ सरकारमा नभएको भए आज नेता कोइरालाले काङ्ग्रेसले उप प्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक पटक विश्वासको मत लिनु भएको प्रति आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ 7 गते 14 पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उहाँले त्यसप्रति आपत्ति जनाउनु भएको हो। नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने भन्ने प्रश्न समेत गर्नुभयो। उहाँले प्रधानमन्त्री दाहाल आफैलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाब नभएको जिकिर पनि गर्नुभयो। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीकरण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठूला दल काङ्ग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने आह्वान समेत दोहोर्याउनुभयो। अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको छ। राजनीतिक दलहरू को प्रधानमन्त्री हुने वहीँ सीमित भइरहनु भएको छ। मलाई त त्यही आभास हुन्छ। सबै राजनीतिक दलहरूको म यसो उहाँहरूसित कुरा गर्दाखेरि, नेतृत्व वर्गहरूसित कुरा गर्दाखेरि को प्रधानमन्त्री हुने, कसरी जाने भन्ने सोच बनाएर अगाडि बढिरहनु भएको छ। के को लागि प्रधानमन्त्री बन्ने, प्रधानमन्त्री बनेर गर्ने के,
भन्ने कुरा आज तपाईँले कसैलाई सोध्नुभयो, कसैलाई प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्न सक्ने अवस्था छैन। म यसो गर्छु उसो गर्छु त भन्नुहुन्छ, तर उहाँलाई अहिले अप्ठ्यारो के परिरहेको छ भने 7 गते नेता कोइरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढिने हो भने मुलुकलाई बर्बाद हुनुबाट कसैले पनि जोगाउन नसक्ने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउने ढुक्क रहेको बताउनु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले जेठको 7 गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनु परेको पनि विश्वासको मत प्राप्त हुने जिकिर गर्नुभयो। उहाँले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह समेत गर्नुभयो। भनेर भन्दै हुनुहुन्थ्यो अघिल्लो पटक, तेस्रो पटक मैले विश्वासको मत लिँदा अहिले चौथो पटक लिन परेको हुनाले यो 5औं 6औं हुँदै जाने हो कि भन्ने जस्तो त देखिन्छ। तर जति पटक लिन परे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा विश्वस्त छु। प्रधानमन्त्री दाहालले सहकारी सङ्घको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रूपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनुभयो। उहाँले आफूले संसदको अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभयो। उहाँले संसद सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रूपमै अघि बढ्ने र विश्वासको मत पनि लिने सहज हुने बताउनुभयो। अब अहिले हामी यति बेला सरकारको ध्यान भनेको स्वभावैले अहिले यो वर्षको नीति कार्यक्रमलाई जो राष्ट्रपतिबाट सम्बोधन भयो सदनका दुवै सदनको संयुक्त बैठकमा, त्यसलाई पारित गर्नु र अब 15 गते जो संविधानले नै हामीले सर्वसम्मत। प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नुपर्ने रहेको बताउनुभयो। उहाँले नीति तथा कार्यक्रम आएका सुझावलाई समेटेर बजेट र नीति तथा कार्यक्रमको तादमता मिलाई ल्याउने गरी तयारी भइरहेको पनि जानकारी दिनुभयो। अबसम्म व्यावसायिक विश्रामपछि बाँकी समाचार। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्यूटी। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी आप अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू में जाए पर अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमाडौँ जाकर घंटों लाइन में लाग पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपये खर्चा हो छले। अब काठमाडौँ नहीं जाए पड़ती, मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठाने के काम हो रहे। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 20certified। अंकल शॉपिंग लिस्ट। रिजल्ट्स आयो रे, अब के पढ्छौ? डाक्टर भन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड बेस्ट रोज्नेहरूका लागि यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि बेस्ट। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ इस्कोनमा आबद्ध भक्तजनले रथयात्रा निकालेका छन्। शनिबार जनकपुर धामको बसपिटी स्थित इस्कोन मन्दिर भगवान जगन्नाथ, बलभद्र, सुभद्रा महारानीको रथयात्रा निकालिएको हो। रथयात्रामा इस्कोनमा आबद्ध श्रद्धालु भक्तजन सहभागी भएका थिए। इस्कोन मन्दिरबाट धार्मिक गीत सङ्गीत तथा नृत्य सहित निस्किएको रथयात्रा बमरपुरा चौक हुँदै राम मन्दिर
रामानन्द चौक, फिडारी चौक, मिल्स एरिया, भानु चौक, शिव चौक, विद्यापति चौक, तप्सी चौक हुँदै पुनः दुधवती स्थित इस्कोन मन्दिरमा पुगेका थिए। पत्रकार तथा साहित्यकार सुजित झाद्वारा मैथिली भाषामा लिखित थप एक पुस्तकको अनावरण गरिएको छ। मैथिली भाषाका अभियानीहरूको उपस्थितिमा जनकपुर धाममा शनिबार भएको कार्यक्रममा साहित्यकार झाको 16औं कृति अनहार घरमे डिबिया शब्दचित्रको अनावरण गरिएको हो। मध्य सरकारका पूर्व मन्त्री तथा प्रदेश सांसद राम सरोज यादव, संविधान सभा सदस्य डाक्टर विजय कुमार सिंह, साहित्यकार रोशन जनकपुरी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी सहितले सामूहिक रूपमा कृतिको अनावरण गरेका थिए। कार्यक्रममा संविधान सभा सदस्य डाक्टर सिंह, पूर्व मन्त्री यादव लगायतले पुस्तकमा समेटिएका विषयहरूमाथि चर्चा गरेका थिए। दोसर पुस्तक के बारे में कुछ लाइन में होई के चाहिए लेकिन का अंदर व्यक्ति छे ई संपूर्ण कवर पृष्ठ पढ़ला के बावजूद पुस्तक में की छे तेकर आगे ग्लिम्स तेकर झांकी आके नहीं बुझाइए तो सेहो दो चार लाइन में प्रछन्न रूप में कहूं या उत्सुकता जगाने वाला के रूप में कहूं वही रूप में आके कुछ में है कि शायद और बेटर होते पढ़ने से व्यापक एक पूरा फिलोसफी बोलने चाहिए तो बेटा शब्द के जैसे शख्स हमरा तरफ तुलसीदास कहे जे जागी रही भावना जिन जैसी पर मुहूर्त देखे चिंता से हम अपना दृष्टिकोण से देख रहे हैं। राजनीतिक आदमी छी तो हम सब कहे छिए जे घर में इज्जत नहीं छै जे सीमांतकृत वर्ग है जहाँ का आर्थिक रूप से सामाजिक रूप से अन्य स्थिति में आगे की कहे जो निचला प्रदान पर वही डिबिया लेखक झाले पुस्तकको आजैबाट काठमाडौँमा प्रकाशन सुरु भइसकेको बताउँदै ज्येष्ठ 19 गते विमोचनको लक्ष्य राखिएको बताए। उनले समाजमा हाल देखिने गरेको नकारात्मक मात्रको भिडमा केही भए पनि सकारात्मक चित्रण गर्न काम पुस्तकमा गरिएको बताए। बच्चा सबके जैसे जखन बच्चा के दाई माई सब जखन तेल लगबैत रहे छै तखन अहाँके एकटा फकरा पड़ै छै तऽ नया घर उठाबे नहीं तऽ अहाँके एक पुरान घर खसि रहल छै। बहुत एहन लेखक सब छै जे सब लेखन छोड़ि रहल छथिन। किछु लेखक सब अपन काज सब दोसर काज सब में लागि छथिन लेकिन कि साहित्य क्षेत्र के केना आगाँ बढ़ाल जा सकै। कार्यक्रममा सहभागी दीपक ठाकुर, सुरेश शर्मा, श्याम सुन्दर शशी, श्याम सुन्दर यादव, परमेश्वर कापडी, रत्नेश्वर लाल कर्ण लगायतले पनि शुभकामना दिएका थिए। सोही अवसरमा हरेक महिनाको पहिलो शनिबार मैथिली विकास कोषद्वारा आयोजना हुँदै आएको कथा गोष्ठीको पनि आयोजना गरिएको छ, जसमा जनकपुर धाममा विभिन्न विद्यालयका छात्र छात्राहरू सहभागिता जनाएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डाक्टर मिनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेको बेला उहाँले सो सुझाव दिनुभएको हो। शनिबार काठमाडौँमा आयोजित उद्गमशीलता उद्गमी र बजेट विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट जस्तो नभएको टिप्पणी गर्नुभएको छ। पञ्चवर्षीय योजना जस्तै नभएको उहाँको भनाइ थियो। नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्याउनु पर्ने बताउनुभयो। सबै थोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उहाँको तर्क थियो। हाइड्रो पावर हो, द थिङ इज डिटेल चाहियो। ह्युब्रिसबाट हुन्न, डिटेल्स काम नगरिकन कोही पनि आजसम्म दुनियाँ भएको छैन। त्यही आजसम्म हाम्रो बजेट भन्नुहुन्छ नि मेरो तपाईँको अहिलेको प्रश्न उत्तरमा
हाम्रो बजेट जस्तो छैन, हाम्रो पञ्चवर्षीय योजना जस्तो छैन। विश लिस्ट आर नट प्लान्स। सबै चिज गर्छु भने योजना होइन। तपाईँसँग लिस्ट छैन भने बिङ लिस्टलेस आई डु एभ्रिथिङ, यो पनि गर्छु यो पनि गर्छु यो पनि गर्छु यो पनि गर्छु होइन, द्याट्स नट बजेट। लिमिटेड रिसोर्सेसमा प्रायोरिटाइजिङ what you do and what you do not do. Consciously you say I'm not going to do this, I'm not for it, I simply have no resources for it. That's budgeting, and we don't do that. सबै चिज चाहियो, and I think that's one of our fallacies. The fallacies बाट कहिले बाहिर निस्किने I do not know. काल कहाँनेरि छ भन्दा हाइड्रो पावर हो। नेता रिजालले प्राथमिकता तय बिना विनियोजन गरिएको बजेटले काम गर्न नसक्ने तथ्य पनि उल्याउनुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन 12मा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरूलाई पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो। उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरूको समस्या समाधान आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले श्रमिकहरू ठगिनु, दुःख पाउनु नहुने पनि दोहोऱ्याउनुभयो। आवश्यक छ। अर्को चाहिँ व्यापारी हाम्रो चाहिँ नेपालीहरू रोजगारीमा गएका साथीहरूले ठगिनु भएन, दुःख पाउनु भएन, कठमा जेलमा थुनिया छन्, धेरै दुःख पाएका छन्। त्यसैले यो वैदेशिक उद्योग रोजगार व्यवसायी एसोसिएसन छ, यसले चाहिँ यसलाई लिड रोल लिनुपर्दछ, नेतृत्वदायी भूमिका लिनुपर्दछ कि नेपालीहरू जहाँ पनि ठगिन्छन् त्यसलाई लड्ने गर्ने र साथसाथै नेपालीहरूका लागि लड्ने हो भनेदेखिलाई। सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्न काममा लाग्न पनि निर्देशन समेत दिनुभयो। हस्त यतिकै पल पल खबर तेज नजर दिँदा अपन टेलिभिजन। नमस्कार।